पुष्पाञ्जली लिनेहरूले महादेव सबैभन्दा ठुला देवता महादेव हुनुहुन्छ। महा भनेको एकदम ठुला, कुनै पनि देवताको अगाडि महा छैन, तर शिवको अगाडि महा छ। महादेव भनेर भनिन्छ, देवादिदेव महादेव। त्यसो भएर सम्पूर्ण सृष्टि स्थिति प्रलयकर्ता सम्पूर्ण वही हो। विश्वको सबभन्दा एकमात्र आधार भगवान शङ्कर हुनुहुन्छ। शङ्करको पूजा अनादिकालदेखि भएर आएको छ हाम्रो परम्परा अनुसार। त्यसो भएर पशुपतिनाथ नेपालका राष्ट्रिय देवता मानिनुहुन्छ पशुपतिनाथ। नमस्ते दर्शकबिन्दुहरू, यहाँहरू हेर्दै हुन्छ हिमालय खबर.com अनलाइन टेलिभिजन र म विकास राज नेउपाने। र दर्शकबिन्दुहरू, अहिले हामी रिपोर्टिङ गर्ने क्रममा नेपालीहरूको बाक्लो बस्ती रहेको डालस सहरमा नेपालीहरूद्वारा निर्मित नेपाली मन्दिरभित्र छौँ। र आजबाट स्वस्थानी सुरु हुन गइरहेको छ बेलुका 6 बजीबाट। र यसै सम्बन्धी हामीले एउटा रिपोर्टिङको लागि यसै मन्दिरका गुरु डाक्टर शेखर पण्डितसँग कुराकानी गर्न गइरहेका छौँ। र आउनुहोस् यसै मन्दिरका गुरु डाक्टर शेखर पण्डितलाई हाम्रो हिमालय खबर.com-मा स्वागत गरौँ। स्वागत छ गुरु यहाँलाई। धन्यवाद। गुरु, 1 महिनासम्म हुने स्वस्थानीको बारेमा यसो बताइदिनु न। धन्यवाद। आजबाट स्वस्थानी व्रत कथा प्रारम्भ हुन्छ। स्वस्थानी देवी सम्पूर्ण भगवान शिव भगवानको आराधना नै स्वस्थानीको मूल उद्देश्य र मूल पूजा हो। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म 1 महिनासम्म स्वस्थानीको कथा पूजा नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गरेर स्वस्थानीको कथा पाठ गर्ने परम्परा छ। हामीहरूले यहाँ सायङ्कालमा 6 बजे स्वस्थानीको पूजा गरेर स्वस्थानी कथा पाठ गर्ने हामीले त्यो परम्परा बसाएका छौँ। किनकि सबैलाई आफ्नो कामकामबाट सुविधा होस् भनेर हामीले बेलुका 6 बजे बनाएका हौँ। र बेलुका कथा हुन्छ, त्यसपछि कीर्तन भगवानका स्वस्थानीका भगवान शिवका कीर्तनहरू हुन्छन् र त्यसपछि प्रसाद वितरण पनि गर्ने कार्यक्रम राखेका छौँ। र यसपटकको स्वस्थानी हामीले हुन त स्वस्थानी सुरु गरेको हामीले 4 वर्ष भयो। हामीले पहिले बेडलाइनमा छँदा पनि हामीले स्वस्थानी गरेका थियौँ। बडो राम्रो भव्य रूपले त्यहाँ पनि सम्पन्न भएको थियो। हरेक वर्ष हामीले स्वस्थानीको यसरी व्रत पूजा व्यवस्था गर्दै आइरहेका छौँ। र यो हाम्रो आफ्नै मन्दिरमा यसरी स्वस्थानीको सुरु गरेको यो पहिलो पटक हो। र यसरी स्वस्थानी अब आजबाट हामी भरे 6 बजेबाट स्वस्थानी कथा प्रारम्भ गर्दछौँ। र हामीले यसमा कस्तो व्यवस्था गरेका छौँ भन्दाखेरि स्वस्थानी पाठ गर्नलाई 30 जना यो महिना दिनसम्म हरेक दिन एक जनाको पालो लगाएर गर्ने। किनकि एकैजनाले मात्रै नगरिकन एक दिन एउटाले दोस्रो दिन अर्कोले गरेर यसरी महिना दिनसम्म 30 जनाले पाठ गर्ने त्यस्तो व्यवस्था मिलाएका छौँ। र सबै भक्तहरूले बडो श्रद्धाका साथ नाम लेखाउने कार्यहरू गरिरहनु भएको छ। म फलानु दिन आउँछु, म फलानु दिन आउँछु, फलानु गते आउँछु भनेर सबैले नाम टिप्ताउँदै जानुभएको छ। त्यही अनुसार उहाँहरूले अनि पाठ सुरु गर्नुहुनेछ। गुरु, जुन तपाईँले 1 महिनासम्म यो पाठ गर्ने भन्नुभयो, र के चाहिँ यहाँ नाम लेखाउनेले पाठ गर्ने हो कि के छ, अलिकति दर्शाइदिनु न छोटो। हो, नाम लेखाउनेले पाठ गर्ने हो। अब उहाँ चाहिँ पाठ गर्न सक्नुहुन्न भने त म पाठ गर्छु उहाँको निमित्त। तर धेरै जसोले यो नेपालीमा लेखिएको हुनाले यो सरल नेपाली भाषामा छ। यो चाहिँ सबैले पाठ गर्न सकेन भने जसले नाम लेखाउनु भएको छ उहाँलाई नै प्राथमिकता दिएर उहाँद्वारा नै पाठ गराउने त्यस्तो परम्परा। जस्तै नाम लेखाउनको लागि चाहिँ के गर्नुपर्छ हजुरको? नाम लेखाउनको लागि यहाँ सम्पर्क राखेका छौँ हामीले 3 जना, रमेश दाजु अनि छविजी अनि मेरो पनि नाम छ। अनि त्यसमा हामी 3 जनामा सम्पर्क राखेर त्यहाँ नाम लेखाउने। नाम लेखाएपछि जुन दिन हो त्यो दिन चाहिँ बेलुका 6 बजे यस ठाउँमा आएर अनि पूजा गर्नुपर्छ। पूजा गर्दाखेरि आफूले यथाशक्ति जे सकिन्छ फलफुल रोटी नैवेद्य जे सकिन्छ भगवान स्वस्थानीलाई त्यही लिएर आउने, प्रसाद चढाउने अनि सबै दाजुभाइ मिलेर वितरण गरेर प्रसाद ग्रहण गर्ने। भनेपछि हामी 6 बजेदेखि कति बजेसम्म जान्छ गुरु स्वस्थानी? करिब स्वस्थानी पाठ त 10-15 मिनट हुन्छ। किनकि एक अध्याय हो, एक अध्याय चाहिँ 10-15 मिनटभन्दा बढी जाँदैन पाठको लागि। अनि त्यसपछि भजन कीर्तन, किनकि भजन कीर्तन चाहिँ अवश्य गर्नुपर्छ भनिएको छ। श्रवणम कीर्तनम विष्णु, कीर्तन असाध्यै राम्रो मानिएको नवदा भक्तिमा श्रवणम कीर्तनम विष्णु स्मरणम पादसेवनम अर्चनम वन्दनम दास्यम सख्यम आत्मनिवेदनम।
यसरी श्रवण गर्यो। त्यसपछि कीर्तन, भगवानको कीर्तन सङ्कीर्तनलाई असाध्यै ठुलो भक्ति मानिएको छ। हामी भक्ति कीर्तन सङ्कीर्तनहरू भक्ति सङ्गीतहरू गर्छौँ। त्यसपछि करिब हाम्रो 1 घन्टाको समय हामीले 6 देखि 7 सम्मको समय चाहिँ हामीले स्वस्थानीको निमित्त हामीले राखेका छौँ। यो एउटा कुरा मैले यहाँ बताउनु पर्ने छ। एउटा के भन्दाखेरि हामीले स्वस्थानी आजबाट सुरु गर्छौँ र फेब्रुअरी 7 सम्म गर्दछौँ। हुन त स्वस्थानी चाहिँ फेब्रुअरी 3 मा साङ्गे भनेर लेखिएको छ, तर पनि सबैको लागि सुविधा होस्, किनकि पञ्चमीसम्म लागि पूर्णिमादेखि पञ्चमीसम्म लागि साङ्गे गर्न मिल्दछ। त्यसो भएको हुनाले हामीले सप्तमी 7 चाहिँ हामीले यसरी मानेका हौँ। त्यसमा पनि पञ्चमी अगाडि नै पर्ने भएको हुनाले 7 मा साङ्गे गर्न उपयुक्त हुने हुनाले हामीले 7 तारिखलाई हामीले फेब्रुअरी 7 तारिखलाई हामीले स्वस्थानी साङ्गेको दिन हामीले यसरी पारेका छौँ। कसैलाई भ्रम नहोस् कि किन 7 पुग्यो 3 मा गर्नुपर्ने किन 7 पुग्यो भनेर त्यो भ्रम नहोस्, किनकि पञ्चमीसम्ममा साङ्गे गर्न मिल्ने शास्त्रीय विधान छ। त्यसैलाई टेकेर हामीले 7 मा पारिएको हो। धन्यवाद। आज श्री स्वस्थानीको पहिलो दिन कुन्द पथिक, म नेपालमा विश्वभाषा क्याम्पसमा त्यहाँ टिचिङ गर्छु र म साहित्यकार पनि हुँ र म मर्स्याङ्दी बाग्मी प्रतिष्ठानको अध्यक्ष पनि हुँ। डिएफडब्ल्यू अरू मन्दिर गएका थियौँ डालसमा, तर यो नेपाली मन्दिर नेपालीहरूले नै सिर्जना गरेको आफ्नै जुन मौलिकपन जुन देख्न पाइयो र यहाँ शेखर पण्डित सरदेखि लिएर भेष सरहरू सबै यहाँ संलग्न भएको, यहाँहरूको संलग्नतामा यो डालस जस्तो अमेरिकाको यस्तो महँगो सहरमा यत्रो जुन सिर्जना गरेर यत्रो सारा सबै मन्दिर मूर्तिहरू सिर्जना यस्तो राम्रो बन्दोबस्तका साथ जुन गरेको दृश्य आज देख्न पाइयो, हामीलाई नेपालैमै बसेको अनुभव भइरहेको छ र यहाँहरू सबैलाई म धन्यवाद र बधाई पनि दिन चाहन्छु।